सम्मानीय सभामुख महोदय, जनावरहरूको जीवन रक्षाको लागि एकदमै सक्रिय रहने माननीय ज्यूहरू हामीले यहाँ देखेका छौँ। त्यो महत्त्वपूर्ण कुरा पनि हो। तर आज अहिले भर्खरै माननीय ज्यूले बाँदरको विषयमा कुरा राख्दै गर्दा यसलाई धपाउने यन्त्र छैन भनेर भन्दै गर्दा यो सदनले त्यो कुरामा हाँसेर किसानको पीडा, किसानको समस्या र मर्न आँटेको किसानहरूको संवेदनशीलतातर्फ हाँसेको देख्दाखेरि म सम्पूर्ण माननीय ज्यूहरूको व्यवहारमा आपत्ति जनाउन चाहन्छु। किसानको हक अधिकार मैले जसले हाँसेर आज अभिव्यक्ति दिइराख्नु भएको छ, यो अत्यन्तै संवेदनशील समस्या हो। आज हामीले बाँदर जनावरहरूको हक अधिकार रक्षाको लडाईँ गर्दै गर्दा त्यो समस्याले किसानहरूलाई मर्न बाध्य बनाइराखेको छ र त्यसको प्रत्यक्षदर्शी हामी छौँ। हामी नै आफ्नो घरबार छोडेर हिँड्नुपर्ने अवस्था काठमाडौँमा भइसक्यो। काठमाडौँ बाहिर गाउँका समस्याको त कुरै नगर्नुहोस्। जुन कृषिमा आधारित यो देशको मेरुदण्ड अर्थतन्त्र भनिन्छ, त्यो किसानको समस्यामा यो सदनमा हाँसो उठ्नु